दिदीबहिनी साथीभाइहरू छ सबैजनालाई हाम्रो लाइभ सौदा सबैजना सेयर गर्नु होला। आज चाहिँ मेरो भिडियो हुन्छ सालमन कट है। हाम्रो सालमन आएको छ आज, खोज्नुवाला आउँछ हाम्रो चाहिँ खोज्नुवाला आएको छ। यहाँ राख्नु भएर चाहिँ म यहाँनिर राख्छु। छ हाम्रो सालमन यसलाई पहिलेसम्म ड्राई गर्छु म। यसलाई चाहिँ पुरा ड्राई गर्नुपर्छ, ड्राई नगर्नु हाम्रो सेप चाहिँ खालि धेरै लजाउँछ यार, भिडियो बनाउने सब भागिहाल्छ। यसलाई दुवै साइडबाट ड्राई गर्नुपर्छ है पहिलेसम्म चाहिँ। यो हो नि त पारा होइन। यो चाहिँ एउटा 4 केजीको है, 4 केजीको मतलब यसको अब फिस ल्याउँ भने फिस चाहिँ धेरै महँगो पर्छ। अब फिस धेरै महँगो भएको कारणले अब अहिले सुसीको सेल पनि त्यति खास धेरै चाहिँ मतलब भन्ने धेरै चाहिँ छैन। दिनको चाहिँ 15-20-25 हजारको छ। अब त्यही भएर चाहिँ फिस लिएर आएको छैन। अहिले चाहिँ फोर्चुनवाला मगाएको छ हामीले, हार्डन फोर्चुन मगाएको डबल दुईवटा मगाएको। त्यही भएर चाहिँ पछि चाहिँ फिस काटेरै देखाउँछु। अहिले चाहिँ फोर्चुनवाला सालमन मेरिन हो ल। हाम्रो सालमन लाइभ सेयर गर्नु है सबैजनाले। म मिलाउँदैछु सालमनको सेप। चाकुमा धारै छैन यार, नाइफमा धारै छैन यार। ल धेरै वेस्टेज पनि गर्नु हुँदैन, फेरि मार्छ है मान्छेको पैसा यत्रो धेरै लाग्छ। यो नि म यो पिस यहाँबाट आउने होइन, बाहिरबाट आउने पिस हो। यो चाहिँ अहिले खेल होला सालमन फिस है सबजना। मिस्टेक भयो यार, उल्टो गयो मेरो हात। धेरै कस्टिङ पनि गर्नु हुँदैन, मान्छेले मार्छ।
यत्रो पैसा परे हुन्छ है। नाइफमा धारै छैन त्यति। यसरी निकाल्नुपर्छ। अरूले चाहिँ स्किन पुरै पहिले निकाल्छ भने चाहिँ अब हाम्रो चाहिँ पिस काटेर चाहिँ स्किन पछि निकाल्छ। अहिले यसलाई उयो गर्नुपर्छ। यसरी निकाल्छ। भयो सिमलाई यसरी पकायो। जुन काम नलाग्ने भाग चाहिँ म पहिले नै फ्याँक्छु है। स्किन काम लाग्दैन। माछा चाहिँ ठुलै ल्याएर रहेछ स्किन हेर्दा चाहिँ। मतलब बोसो नै क्या छ भने यार त्यो पकाएर खाँदा कस्तो मिठो हुन्छ होला। हेर न अब यो माछा यार डन्ट वेस्ट योर टाइम। सबैजनाले वेस्ट नगरिकन काटौँ सालमा। पैसा महँगो परेको हुन्छ पैसा है। त्यो पनि यता पाउने फिस पनि होइन, समुद्रमा पाउने फिस हो। मैले काटेको सलमान यो सालमन ल हेर्नु है, हेर्न सक्नुहुन्छ पछाडिमा सालमन फिस कस्तो मजाले काटेँ मैले ढक्क होइन। ढक्क यसलाई यस्तो गरेपछि अब यसलाई मजाले मैले यसलाई क्लिन गर्नुपर्ने हुन्छ। यो माथिको यो जुन यो स्किनको माथि कालो भागहरू चाहिँ सबै फेक्नुपर्छ मैले निकालेर होइन। राम्रो हुँदैन नि त फेरि स्किनलाई चाहिँ सबै क्लिन राम्रोसँग पुरै निकाल्नुपर्छ अब होइन। राख्नु पऱ्यो साइडमा एउटा गरेर अनि बिचमा राख्नुपर्छ। फेरि खराब हुन्छ यस्तो एकैचोटि यस्तो हुँदैन। स्किनहरूलाई चाहिँ म देख्छु। गरेर साफ गरेर चाहिँ टक्क काटेर राम्रो हुन्छ। यो हो यसको पानी।
सबै यसरी साफ गरिसकेपछि अब ड्याब लगाएर फ्रिजमा राखिदिनुपर्छ, खराब नहोस्। तेल धेरै गर्नु हुँदैन। धेरै वेस्टेज गऱ्यो भने पनि मालिक होला। यस्तोहरू चाहिँ सबैले देख्नुपर्छ है, युज गर्नु हुँदैन। खतरा आएर सालमन यार। सालमन खतरा आएर यहाँ मस्त बोसोले भरेको सालमन आएर त्यहाँ टक्क होइन, टक्क यसरी फेरि कस्टिङ हुनु हुँदैन, फेरि मार्छ। स्किन चाहिँ निकालेछ होला।